नमस्ते। यति बेला म इछनको सल्बोङ खोङवन पार्कमा छु र आज म यो पार्क घुम्न आएको छु। यो बारे अहिले तपाईलाई म ठप जानकारी दिनेछु। यस्तो छ है, यता ताल यो सबै कृत्रिम हो। यहाँको कोरियनहरुले एकदम मेहनत गरेर बनाएको कृत्रिम झरना सबै कृत्रिम छ यहाँ। कृत्रिम पनि कति राम्रो बनाएको है। ल हेर्नुस् है, झरना देखिरहेको छ। ल हेर्नुस् है त, यहाँ पछाडि बगिरहेको छ, देख्नु भएको छ नि हैन? देख्न सक्नुहुन्छ। मान्छेले एकदम मर्निङ वाक गर्न हिँड्नुहुन्छ यहाँ। म चाहिँ खाना खाइसकेपछि तपाईहरुलाई कस्तो रहेछ त म बस्ने ठाउँ वरिपरि भनेर देखाउनको लागि मैले बिताएको ठाउँ हो यो। लगभग 7 वर्ष मैले यहाँ बिताएँ। अझ कति वर्ष बस्नु पर्यो हैन? रमाइलो छ ठाउँ। मौसमले साथ दिएन आज। यहाँ मान्छे टाकुरा फुलाउने यहाँ धेरै मान्छेहरू फोटो खिच्न आउँछन्। राम्रो छ। उक्ने दाइ क्या लुक छ। ल अलिअलि फुलहरू फुल्दै रहेछ है। ल यो फुलहरू पुरानो बाटो हो। ठिक्क परेको छ साकुराहरू। यो पयौँ जस्तै फुल्छ। अहिले चाहिँ फुल छैन। अबको ठ्याक्कै 1 महिनापछि, 1 महिना नि होइन 15 दिन पछाडि यो पयौँ जस्तो झपक्कै फुल्छ। त्यति बेला म यहाँलाई आएर यहाँको दृश्य देखाउने छु। यस्तो चित्रहरू कोरेको है, के बनाएको होला जस्तो। ल यहाँ चाहिँ यसरी मान्छेलाई चकुनेर मारेको रहेछ। यहाँ बसिरहेको छ।
इछन्सी खेङ्गीदेखि इछन्सीमा पर्छ। यसरी घुम्यो सबैजना। अब चाहिँ माथि जान सकिन्छ यता। यहाँदेखि झर्ने बाटो छ। सेम है बुटोलको हिल पार्क अझ व्यवस्थित छ। त्यहाँ त खासै व्यवस्थित छैन भने यहाँ चाहिँ लोड छ भनेर होला है। यस्तो समाति पनि बनाएको छ। यसरी डोरी समात्दै झर्ने हो। यहाँदेखि यसरी डोरी समात्दै झर्ने हो। ल यहीँ हो है त। ल कस्तो व्यवस्थित है। फेरिमा फिजिकल गर्ने बुढाहरू यो अब उन्डुङ गर्ने ठाउँहरू त यहाँ आइहाल्यो। यस्तरी छ त जाने। यो चाहिँ बाटो हो। यस्तरी यस्तो छ है त। मान्छेहरू देख्नु भने उन्डुङ गरिराख्नु छ। यो चाहिँ उन्डुङ गर्ने ठाउँ र है त। ल यस्तो भड्काएको छ काठ बनाएको थियो। यसरी भड्केको छ। यो चाहिँ पानीको लागि बनाएको है। पानी खान सकिन्छ है। पिउने पानी। यसरी त्यहाँदेखि रसाइरहेछ है। बनाएको छ। ओहो के हो यो? यस्तो पनि छ त। 그전에도 뭐 먹었는데 뭐 죽으면 어떡해? 니네 가기 전에 죽어. 이게 빈자약수 이게. 다른 데서 나오는 건데 뭐 다른 데? 여기 하나 있어요. 마실래요? 아, 하나 물 있어요. 마실래요? 아 이거 좋아요. 괜찮아요. 마시려면 돼요. 아니. 괜찮아요. 마실래요? 고마워요. 네. 아이고. यताबाट आएको थिएँ। यताबाट झर्छु। ल पानी सुसाइरहेको छ है। तर यहाँ पानी देखेको छैन। ल यहाँ त सेती जस्तो लुकेको रहेछ। यहाँ आएर पो पानी निस्किरहेछ। ए यहाँ निस्किरहेछ माथि पानी। यहाँ निस्किरहेछ। मान्छेहरू नलुटुन् भनेर के गरेको लागि यस्तो स्याहार गर्छन् है कोरियनहरूले।
कति महत्त्व छ त रुखको लगाएर नमरोस् भनेर यसरी स्याहारेको छ नि होइन नमरे लगाएर यसरी माथि उकाली चढ्दाखेरि ढुङ्गा चिन्यो भने कैदा लाग्दैन अरे भन्ने एउटा भनाइ छ त्यही भएर होला मान्छेहरूले यसरी ढुङ्गा चिनेको छ है त ल हेर्नुहोस् यसरी ओहो है कुवाबाट त्यहाँ सिन्चेर पानी आएको छ है ढुङ्गा चिनेको रहेछ पुरै ढुङ्गे बाटो है र अन्तिममा माथि ट्रेकिङ गरेर आइसकेपछि यहाँ आएर यसरी धुलो टक्टाको निस्क्यो पाहाडको विशेषता त माथिबाट हिँडेर यहाँसम्म आइपुग्यो आजलाई भिडियो यति नै आगामी भिडियोमा फेरि भेट्नेछु